हेलो गुड मर्निङ जय नेपाल। राधे राधे सबैजनालाई। ठिकै हुनुहुन्छ होला, मलाई पनि ठिक छ। अब फेरि चाहिँ चुनावकै सन्दर्भमा के भन्न मन लागिरहेछ भने नि, सारा झापाका मान्छे यति चाहिँ नि इमान्दार मान्छेहरूले चाहिँ नि 2048 सालदेखि परिवर्तनको चाहना राखेर कुनै बेला चाहिँ नि झापा जिल्ला लाल किल्ला पनि बनाएकै हो के। चान्स कति दिएको त्यो प्रचुर मात्रामा दिएको, तर के गर्ने अब सबै आफै खाउँ आफै लाउँ त्यस्तो खालको चाहिँ नि अवस्थाले गर्दाखेरि अहिले फेरि हरेक यो नयाँ नयाँ घटनाहरू फेरि झापाबाटै सुरु हुन्छ के। अब यसपालि पनि बालेन शाह झापा गएर चुनाव उठ्नु, हाम्रा चाहिँ नि आदरणीय झापावासी दाजुभाइ दिदीबहिनी बुवा आमा अङ्कल आन्टी यसपालि बजाइदेऊ घन्टी के, केही फरक पर्दैन। ड्याममै ढाकिने घोप्टाइदिने के। आखिरी सबैको पीडा त त्यही रहेछ नि त। प्रत्येक घरको मान्छे चाहिँ नि वैदेशिक रोजगारमा जानुपर्ने, प्रत्येक चाहिँ नि अब वैदेशिक रोजगार नै राम्रो भयो भने त 2-4 पैसा यसो कमाएर पनि ल्याउला, गुजारो पनि चल्ला। अब मान्छे चाहिँ नि रातो बाक्सामा फर्किनु पर्ने भयो भने चाहिँ के गर्ने नि हो। यो पीडाले चाहिँ पक्ड्यो कि अहिले झापालीहरूलाई। त्यही भएकोले गर्दा आदरणीय सम्पूर्ण झापाका वासीहरू, बाउ आमा दिदी बहिनी दाजु भाइ अङ्कल आन्टी बजाइदेऊ घन्टी, केही फरक पर्दैन। ड्याङ कि ड्याङ ढाकिने घोप्टाइदिने के पुरै। हेरौँ न त यसपालि चेन्ज कतिको गर्छन्, 5 वर्षलाई हेरौँ। त्यस पछाडि सिस्टम त यो सरकार बन्ने बित्तिकै नयाँ सरकार अब तपाईँहरूले चाहेको चाहिँ नि जो प्रधानमन्त्री छ ऊ त आउने भनेको लगभग अब 45 देखि 50 दिनभित्रमा त देख्नुहुन्छ। त्यस पछाडि उसले 1 महिनादेखि काम सुरु गर्न थाल्छ के। काम सुरु गर्न थालिसकेपछि त अनि कहाँ के सिस्टम गर्ने, कसो गर्ने, करप्सन त बिस्तारै त्यो त सरकारको चाहिँ नि एउटा निगाहको कुरा हो। थुनिँदै जान्छन्, पक्रिँदै जान्छ, थुन्दै जान्छ, पक्रिँदै जान्छ, होइन, असुल्दै जान्छ। अब केबाट असुल्नु पर्ने भयो, उसको चाहिँ नि प्रोपर्टीबाट असुल्नु पर्ने हो कि विदेशबाट चाहिँ नि त्यहाँको चाहिँ नि कुटनीतिक के भन्छ पत्रचार गरेर विभिन्न छ नि त। अब यी पढे लेखेका केटाहरूसँग त धेरै आइडिया हुन्छ के। अब कति चाहिँ नि ठग्या छन् भन्ने कुरा त निस्किन्छ बिस्तारै। तर यसपालि चाहिँ नि ढाकी घोप्ट्याएर हालिदिनुपर्छ है भोट चाहिँ। होइन भनेदेखि तपाईँहरूले चाहेको कुराहरू नपुग्न सक्छ। कृपया अब नहुनु, मान्छे गइसक्यो उम्मेदवार भएर। अब चाहिँ नि आनाकानी गर्ने होइन, भित्रै मनबाट चाहिँ नि यो मन छ नि मन, यसलाई चाहिँ नि बन्धक नबनाइकन ड्याम ड्याम घन्टी सधैँ बिहान बेलुका पूजामा पनि बजाएकै हो। अब यसपालि त्यो मतपत्र नै बजाइदिने। त्यो बजाइसकेपछि त एउटा चाहिँ नि के भन्छ उसले पार्टीले त जित्छ अनि एकमना सरकार हुन्छ। त्यस पछाडि चाहिँ नि उसका प्रोग्रामहरू, उसका चाहिँ नि नीति तथा कार्यक्रमहरू, त्यस पछाडि उसका योजनाहरू, उसका चाहिँ नि के छन् अब आउँछ नि त बिस्तारै। आइसकेपछि त अनि फेरि अनि राम्रो हुँदै गयो, सबैलाई चाहिँ नि दिल खुस भयो भनेदेखि त ठिक छ त। फेरि अर्कोचोटि पनि रिपिट गराउँला। होइन भनेदेखि पार्टी केलाई चेन्ज गर्ने, यता मत चेन्ज गरे भइगयो। त्यो भएकोले गर्दाखेरि यसपालि तपाईँहरूको ठुलो खुसाल आउँदैछ घर घरमा के। अब नेपाली काङ्ग्रेसका चाहिँ नि केही नेताहरू बहुत राम्रा पनि छन्, नराम्रा छैनन्। उनीहरू पनि बहुत दिलमा बस्ने नेताहरू छन्। डाक्टर सुनिल शर्मा त्यस्तै राम्रो, यता के भन्छ शेखर कोइराला पनि राम्रै हुन्, यतापट्टि चन्द्र भण्डारी पनि राम्रै हुन्। उहाँहरूले जितेर आउनुभयो भने कमसेकम चाहिँ नि एउटा जिम्मेवारी त पाउनुहुन्छ होला पक्कै पनि। अब मिलाएर त गर्छन् होला, किनभने बहुमत आयो भने त अब सिद्धिहाल्यो। सबै टोटलै चेन्ज गरेर यिनीहरूले काम गर्छन्। अब बहुमत आएन, अलिकति काचाकुचु भयो भने चाहिँ उहाँ जस्ता मान्छेहरूलाई ल्याएर भए पनि काम चाहिँ रोकिन्न के, राम्रै हुन्छ। त्यही भएकोले गर्दा अहिले सारा अधिराज्यको चाहिँ नजर कहाँ छ भने झापामा छ। झापाका मान्छेले अब कत्तिको इमान्दारिता साथ काम गर्नुहुन्छ होइन, त्यो आफ्नो हातको कुरा हो।
कृपया आफू पनि झापावासी, म पनि आफू पनि झापाको भएकोले गर्दाखेरि सबैले इमान्दारिता तरिका भन्दै दिन्छु भनेपछि दिन्छु के। त्यो मुखले दिन्छु, कामले फेरि अन्त ड्याम पार्ने होइन, दिने भनेपछि भोट दिने मजाले एकदम मनलाई चाहिँ नि बन्धक नबनाई आनन्दसँग भोट दिने, काम गर र देशको विकास गर, आफ्नो सन्तानलाई वरिपरि चाहिँ नि राखेर इन्जोय गरौँ भन्दै आजलाई बिदा चाहे। थ्याङ्क यू, जय नेपाल। फेरि अर्को भिडियोमा राधे राधे, सबैको कल्याण होस् है।